हेलो गाइज, आज चाहिँ म मेरो बुवालाई केही सरप्राइज दिन गइरहेको छु। बुवालाई त थाहा छैन त कुरा। अब बुवालाई चाहिँ मैले धेरै दिनदेखि सरप्राइज यस्तो दिने कुरा सोचिरहेको थिएँ। आज चाहिँ टाइम मिल्यो भनौँ न, आज चाहिँ टाइम मिल्यो। अब आज चाहिँ म बुवालाई सरप्राइज दिनु पर्यो। केही अस्तिदेखि बुवालाई दिन खोजिरहेको थिएँ, त्यो चाहिँ आज दिन लागेको छु। बुवा चाहिँ टिभी हेरिरहनु भएको छ। अब बुवालाई के भन्नुहुन्छ, बुवाको एक्सप्रेसन हेरौँ न। सरप्राइज त यहाँ छ, यो सरप्राइज चाहिँ म बुवालाई दिन गइरहेको छु। यो सरप्राइज चाहिँ यहाँ छ। यो सरप्राइज चाहिँ म मेरो बुवालाई दिन गइरहेको छु। अब हेरौँ हाम्रो बुवाको एक्सप्रेसन के आउँछ। यहाँ चाहिँ दिन गइरहेको छु, यता छ। यहाँ चाहिँ बुवा अघि टिभी हेर्नु हुँदैछ होइन, यता हुनुहुन्छ बुवा, यता छ। यहाँ बसिरहनु भएको छ हाम्रो बुवा चाहिँ, यता मम्मी हुनुहुन्छ, यहाँ अङ्कल पनि हुनुहुन्छ होइन, यहाँ टिभी हेर्नु हुँदैछ। अनि मैले बुवालाई एउटा गिफ्ट ल्याइदिइरहेको छु। अनि यहाँ बुवा खै कस्तो हेर्नु हुँदैछ, मम्मी यहाँ बसिरहनु। बुवालाई एउटा गिफ्ट ल्याइदिइरहेको छु मैले। यहाँ चाहिँ हुनुहुन्छ हाम्रो बुवा, यहाँ अङ्कल पनि आउनुभएको रहेछ, यहाँ चाहिँ मम्मी हुनुहुन्छ र मैले चाहिँ यहाँ गिफ्ट ल्याइरहेको छु। यहाँ गिफ्ट छ, यो सुरुमा बुवालाई दिएको छु यो गिफ्ट, इयरफोन। तपाईँलाई तपाईँलाई इयरफोन ल्याइदिएको छु बुवा, कस्तो लाग्छ। अङ्कल हुनुहुन्छ अनि बुवालाई चाहिँ यो गिफ्ट हेर्नु त ल। तपाईँलाई धेरै दिनदेखि भनिरहनु भएको छ, बुवालाई चाहिँ यो गिफ्ट ल्याइदिएको छु। मम्मी यहाँ हुनुहुन्छ, बुवालाई यो बुवाले खोल्नु हुँदैछ है गिफ्ट। बुवालाई खोल्नु हुँदैछ, यहाँ यता चाहिँ मम्मी हुनुहुन्छ, खै कसो। बुवालाई चाहिँ यो गिफ्ट ल्याइदिएको छु। ए अनै रहेछ त, अघि खोलेको थिएँ त्यहाँ, अनै रहेछ कि। धेरै दिनदेखि भनिरहनु भएको थियो। अनि बुवासँग त खासै राम्रो त थिएन, पनि अहिले चाहिँ नयाँ किनिदिएको थिएन त आउँछ, अलिअलि त आउँदैछ नि बुवालाई। यो गिफ्ट चाहिँ किनिदिएको छु ल। बुवा भन्नु त कस्तो लागिरहेछ तपाईँलाई। यहाँ मम्मी हुनुहुन्छ, मम्मीलाई पनि एउटा गिफ्ट छ। मम्मीलाई चाहिँ यो पुरानो ल्याउनु त मम्मी, तपाईँलाई यो छ तपाईँलाई चाहिँ अर्को दिनुभयो यहाँ हुनुहुन्छ। ए अर्को पनि तपाईँलाई यो अर्को पनि गिफ्ट दिएको छु, दिँदैछु है लाउनु। ए मम्मीलाई यो पनि सिकाइहाल्नुहुन्छ नि, म सिकाउँछु, सिकाउनुहुन्छ है। यहाँ चाहिँ अघि गएर ल्याइदिएको छु बुवालाई यो गिफ्ट। त्यस्तै गर्ने हो बुवा। खोल्नु त एकचोटि, खोल्नु एकचोटि खोल्नु त। त्यहाँ थिएन नि बिचमा, त्यहाँ मजाले दिनु न। 80 साह्रो त आउँदो रहेछ त नि ल। चलाउँदा त्यहाँ भन्छु म तपाईँलाई ल। यता हुनुहुन्छ मम्मी, म चाहिँ यता छु। अनि यहाँ अङ्कल ल, यो गिफ्ट ल्याइदिएको छु ल। आजलाई यति नै ल।